हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ के हो भनेर तपाईँ टाइटल र थम्बनेल हेरेरै थाहा पाउनु होला। ल केटाहरू चाहिँ सबै यहाँ जम्मा भइसकेको छौँ। हाम्रो चाहिँ आज दाइहरूले बोलाएर चाहिँ रेली सेलीको कार्यक्रम छ। किरण भाइ, हाम्रो चाहिँ क्रस फायर चाहिँ 3टा छ, एउटा एक्जेट, एउटा एचजे, एउटा आरएम। अनि हाम्रो रेली चाहिँ कहाँदेखि हुन्छ भने चाहिँ हाम्रो चाहिँ खैरेनी भेन्टेजदेखि चाहिँ भल्लुईसम्म हुन्छ। भल्लुईदेखि फेरि खैरेनी चोक आउने हो। त्यही हो, के कस्तो हुन्छ केटा हो हेर्दै गर्नु होला। केटा हो अब चाहिँ हामी चाहिँ अब नम्बर प्लेटहरू सबै छ बाइकमा। अब डिभी खोल्दैछु मैले। डिभी चाहिँ खोल्न पाइन्छ अरे, त्यही केटा हो। ल हामी चाहिँ यहाँ जम्मा भइसक्यो। झन्डा बान्ने कार्यक्रम हुँदैछ यहाँ। झन्डा सुरु। ल ठुलो झन्डा, सानो झन्डा निकालेर ठुलो केटा हो हुन सक्नुहुन्छ। हाम्रो चाहिँ कार्यक्रम जारी छ। यहाँ अगाडिदेखि जम्मा भएर जाने अब। ल केटा हो, हाम्रो यात्रा इन्टेकदेखि सुरु हो। झन्डाले ल्याङ हानेर केटाहरू आएकै छैन अझै। अब जम्मा आउँदैन, त्यही हो हेर्नु। कहाँ र दाइ बत्ती रे? ल केटा हो, हामी निस्केको। झन्डा लाडो कस्तो भइरहेको ओ। ल हामी चाहिँ यहाँ पेट्रोल भर्न हो केटा हो। ओ मन्जित दोस्त कहाँ हो तिमी? ए मैले 300को हाल्छु। यता भन त, म हिसाब बुझाउँछु यहाँ। त्यसो भए 300 500 भयो। 500 भयो के? ल यो 500 भयो। 200 हाल के सबले। 2 4 6 2 4 6 8 10। ओ 5 जनाले हाल है 200को। लगेर अब तेल हाल्ने कार्यक्रम भइसक्यो। अब चल्दैछ हामी।
रोक ल रेली कस्तो भयो केटा ल आजको रेली हाम्रो खैरेनी पाठक रेस्टुरेन्टमा समाप्त त्यही हो के कस्तो लाग्छ भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला बाई